आज चाहिँ ड्युटीमा बस्दाखेरि अचानक लाफिङ खाने प्लान भयो र देउराली सिङताम स्ट्यान्ड थर्ड फ्लोरमा चाहिँ लाफिङ पाउँदो रहेछ। त्यहाँ गएर हेर्दाखेरि लाफिङको लागि अलरेडी दिदीकोमा प्याकिङको लागि निकै क्राउड थियो र एकछिन दिदीलाई सोधेँ कति टाइम लाग्छ भनेर दिदीले भइहाल्छ भाइ बस्नुहोस् न भनेर चाहिँ म एकछिन पर्खेँ र मेरो लाफिङ बनाउनु लागि दिदीलाई भने यसमा चाहिँ के हुन्छ लसुन हो, लसुन पानी, यो त लसुन पेस्ट हो। अब यो चाहिँ मेन तपाईँको यो पोइन अचार हुन्छ हो। स्पाइसी है। कति बजीसम्म पाउनुहुन्छ यहाँ चाहिँ? तपाईँको बिहान 11 बजीदेखि लिएर हो बेलुका 5 साढे 5 सम्म हुन्छ। यो चाहिँ तपाईँको टिम्बुर पानी हो। आज ट्राई गरौँ न दिदी। अस्ति पनि खानु त खाएँ मैले। खानुहोस् न। मलाई लाफिङमा आज बनाउनु मजा आयो एकदम। यो चाहिँ यस्तै स्टार्च हुन्छ हो। पन्जा चाहिँ लगाएन अब त हतार भयो नि त है। हतार भयो, पन्जा पनि सक्यो। यस्तो मिठो हुन्छ हौ हात यताको। र तपाईँहरूलाई पनि लाफिङको भिडियो मन पऱ्यो भने आउनुहोस् यहाँ ट्राई गर्नुहोस् र प्याकिङ र खानु पनि सक्नुहुन्छ तपाईँले। हुन्छ मेरो काटिहाल्नुहोस् न।